नमस्ते। विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न विषयवस्तुहरू समेटेर तयार पारिने यस विज्ञान प्रविधि कार्यक्रम हेरेर बस्नुभएका सम्पूर्ण दर्शकवृन्दमा म मञ्चिताको तर्फबाट कार्यक्रममा हार्दिक स्वागत गर्दछु। दर्शकवृन्द, हरेक हप्ताको शनिबारका साथै आइतबार बिहान 11:30 बजे यस कार्यक्रमलाई पुनः प्रसारण गर्ने गरिन्छ। आउनुहोस् आजको कार्यक्रम पनि सुरु गरौँ। नास्टबाट विज्ञान पुरस्कार प्राप्त गर्न सफल वैज्ञानिक डाक्टर देवराज जोशीले फोहोर पानी सम्बन्धी विभिन्न अध्ययन अनुसन्धानहरू गरेर मानव उपयोगी विभिन्न विषयवस्तुहरूको खोज गर्नुभएको छ। यिनै विषयवस्तुहरूबारे उहाँसँग गरिएको कुराकानी सहितको रिपोर्ट प्रस्तुत गर्दैछौँ। हाम्रो स्वास्थ्यदेखि वातावरण, पर्यावरण, आर्थिक, सामाजिक सबै क्षेत्रहरूसँग प्रत्यक्ष सरोकार राख्ने महत्त्वपूर्ण विषय हो सूक्ष्मजीव विज्ञान। यस क्षेत्रमा उत्कृष्ट अध्ययन अनुसन्धान गर्न सकिने नेपालमा प्रशस्त सम्भाव्यताहरू रहेको प्रश्न पार्नुभएको छ नास्टबाट विज्ञान पुरस्कार प्राप्त गर्न सफल वैज्ञानिक डाक्टर देवराज जोशीले। पुरस्कार भनेको प्रोत्साहन हो र यो चाहिँ वैज्ञानिक अनुसन्धान गर्दाखेरि हामी प्रयोगशालाभित्र जुन कामहरू गर्छौँ त्यो सार्वजनिक हुँदैन। हामी त्यहाँ भित्र गरिरहेका छौँ, हामीले केही नयाँ कुराहरू भेट्यो भने आफै रमाउँछौँ, आफै देख्छौँ, तर आम जनसमुदायमा त्यो चिज पुगेको हुँदैन। अथवा त्यसलाई हामीले वैज्ञानिक आलेखहरू, साइन्टिफिक आर्टिकलहरू लेखेर जर्नलहरूमा पब्लिस गर्छौँ, तर त्यो आम जनसमुदायको पहुँचमा नहुन सक्छ। अनि यस्ता पुरस्कारहरू र यस्तो प्रसारबाट ती चिजहरू बाहिर आउँछन्, त्यो एउटा राम्रो कुरा हो। अनि अर्को कुरा मलाई सँगसँगै भन्न मन लागेको, नास्टले 2081 सालको विज्ञान पुरस्कार मलाई प्रदान गर्यो। यो नास्टको सदाशयता हो, यसलाई मैले धन्यवाद भन्नुपर्छ। तर पुरस्कार पाए पनि नपाए पनि एउटा वैज्ञानिकको काम चाहिँ निरन्तर अनुसन्धान गरिरहनु नै हो। हामी अनुसन्धानका विषयहरू उठान गर्छौँ, त्यसमा अनुसन्धान गर्छौँ, त्यसमा एउटा निष्कर्ष निकाल्छौँ। यसपालि नास्टले जुन विज्ञान पुरस्कार प्रदान गर्यो, यसमा चाहिँ पानीमा सूक्ष्म जीवहरूको जुन महत्त्व छ, अघि मैले व्याख्या गरेँ जस्तै गरेर त्यसलाई मनन गरेर यो पुरस्कार मलाई दिन योग्य ठानिएको होला। मेरो विचारमा मुख्यतः फोहोर पानीमा जुन जनस्वास्थ्यसँग सम्बन्धित विषयहरू छन्, त्यसको अनुसन्धान, त्यसका केही जानकारीहरू र त्यो जानकारी चाहिँ जनस्वास्थ्यसम्म पुर्याउने, जनस्वास्थ्य संस्थाहरूसम्म पुर्याउने र त्यसले काठमाडौँवासी अथवा नेपालीहरूको स्वास्थ्यमा केही न केही योगदान, त्यो सङ्क्रमणहरू रोकथाम गर्ने कुरामा केही न केही योगदान पुगेको देखेर यो पुरस्कार दिएको होला जस्तो लाग्छ मलाई। डाक्टर जोशीले हाल गरिरहनुभएका अनुसन्धानहरूमा फोहोर पानी प्रशोधन गर्ने जैविक पद्धति सम्बन्धी अनुसन्धान तथा फोहोर पानीमा विभिन्न रोगका भाइरसहरू हेरेर ती भाइरस मानव शरीरमा देखिनु पूर्व नै वा समुदायमा फैलनु पूर्व नै सूचना प्राप्त गर्न सकिने विधि अर्थात् वेस्ट वाटर बेस्ड एपिडेमियोलोजी बारेका अनुसन्धानहरू रहेका छन्। फोहोर पानीमा यदि प्रदूषकहरू रह्यो भने त्यसले चाहिँ वातावरणीय प्रभाव मात्र होइन, स्वास्थ्यमा समेत प्रतिकूल असर पार्दछ। त्यसैले फोहोर पानीको व्यवस्थापन विकासको सूचक मात्रै होइन, मानव स्वास्थ्यको संरक्षणका लागि, त्यसको बचावका लागि पनि मुख्य कुरा हो। त्यसैले मेरो यसमा अनुसन्धान रह्यो। मैले जुन पानी औद्योगिक फोहोर पानीमा काम गरेँ त्यसमा चाहिँ अत्यन्त जटिल खालका रासायनिक प्रदूषकहरू थिए र ती प्रदूषकहरू सजिलै त्यसलाई हटाउन सकिँदैन। त्यसका लागि हामीले ब्याक्टेरियाका विशेष क्षमताहरूलाई प्रयोग गरेर
त्यस्तो खालको वातावरण सिर्जना गरेर हामी प्रदूषकहरूलाई घटाउने काम गर्छौँ र घटायौँ हामीले। यो यसरी प्रदूषकहरूलाई प्रशोधन गर्न सकियो, हटाउन सकियो भने यसका धेरै फाइदाहरू छन्। एउटा कुरा त प्रदूषकहरू वातावरणमा मिसिन पाउने भएनन्, त्यसले वातावरणमा पर्ने दुष्प्रभाव रोक्न सकिने भयो र जुन पारिस्थितिक अवस्था हुन्छ, इकोसिस्टम हुन्छ, त्यसलाई जोगाउन सकियो। दोस्रो चाहिँ जलचर अथवा अन्य प्राणीहरूको लागि चाहिँ विकास हुन, तिनको चाहिँ इकोसिस्टम कम्प्लिट गर्नलाई पनि यसले बाधा पुर्याउने भएन प्रदूषक छैनन् भने। र तेस्रो चाहिँ यी प्रदूषकहरूले यदि मानव शरीरमा तिनले प्रवेश पाए भने एकदमै हानिकारक अवस्थाहरू ल्याउँछन् अथवा भनौँ न एउटा जटिल अवस्था ल्याउँछन्, जस्तो क्यान्सरसम्म गर्न सक्छन्। ती चिजहरू हटाउन यो फोहोर पानीलाई प्रदूषण गरेर तिनी प्रदूषकहरूको न्यूनीकरण गरेर हामी व्यवस्थापन गर्न सक्छौँ र मानव स्वास्थ्यलाई बचाउन सक्छौँ। यो मेरो पहिलो पाटो हो। विभिन्न उद्योग तथा कल कारखानाहरूबाट उत्सर्जन हुने फोहोर पानीमा रहेका हानिकारक रसायनहरूले वातावरणमा प्रतिकूल प्रभाव पार्नुका साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्दछन्। तसर्थ जैविक पद्धतिबाट फोहोर पानीजन्य प्रदूषण घटाई जलचर प्राणीको संरक्षण र मानव स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्न उक्त अनुसन्धान महत्त्वपूर्ण रहेको छ। किन ब्याक्टेरियाहरू यति छिटै प्रतिरोधी हुँदैछन् त भने त्यसको मुख्य कारण चाहिँ वातावरणमा यी ब्याक्टेरियाहरू गएपछि खास गरी फोहोर पानीको जुन अवस्था हुन्छ त्यसमा यो एन्टिबायोटिक प्रतिरोध गर्ने क्षमता एउटा ब्याक्टेरियाबाट अर्को ब्याक्टेरियामा सर्ने सम्भावना असाध्यै प्रबल हुन्छ। अनि फोहोर पानी त्यसको लागि एकदम सबैभन्दा बेस्ट माध्यम हो त्यो एन्टिबायोटिक प्रतिरोधी क्षमता प्रसार हुने। अनि अब हामीले काठमाडौँमा चाहिँ काठमाडौँका फोहोर पानी र नदीनालाहरूमा यस्ता ब्याक्टेरियाहरूको उपस्थिति के कति छ र एन्टिबायोटिक प्रतिरोध गर्न सक्ने जिनहरू यी ब्याक्टेरियाहरूमा के कस्ता छन् भनेर हामीले अनुसन्धान गऱ्यौँ। यो अनुसन्धानबाट के कुरा थाहा भयो भने यस्ता संक्रामक जन्य ब्याक्टेरियाहरू एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरू कहाँबाट बढी उत्सर्जित भइरहेछन्। अनि हामीले के देखेका छौँ भने अस्पताल जन्य फोहोर पानीबाट त्यस्ता ब्याक्टेरियाहरू बढी नदीनालाहरूमा जाने गरेका छन्। त्यसैले हामी के भन्न सक्छौँ भने स्रोतमा नै यस्ता ब्याक्टेरियाहरू हटाउन सकियो, न्यून गर्न सकियो भने वातावरणमा ती ब्याक्टेरियाहरू जान पाउँदैनन् अनि एन्टिबायोटिक प्रतिरोधको प्रसार कम हुन्छ र वातावरणमा गइसकेका ब्याक्टेरियाहरू पुनः मानव शरीरमा आएर जुन एन्टिबायोटिक प्रतिरोधी सङ्क्रमण गर्ने अवस्था हुन्छ त्यसलाई न्यून गर्न सकिन्छ। एउटा कुरा। अर्को कुरा, अब जस्तो अस्पतालबाट अथवा महानगरीय फोहोरबाट यस्ता ब्याक्टेरियाहरू फोहोर पानीमा गइरहेछन् हामी भन्छौँ भने ती अस्पतालमा कहाँबाट आए त? रोगीहरूबाट आए। यसको अर्थ के भने मानिसहरूबाट आए हो। अब कुनै काठमाडौँको कुनै एउटा नदीनालामा अथवा जहाँनिर फोहोर पानी मिसाइएको छ त्यहाँनिर एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरू धेरै छ भन्नुको अर्थ जुन समुदायबाट पानी आयो त्यो समुदायमा सङ्क्रमण बढी छ भन्ने अर्थ पनि हो। त्यसैले यसले जनस्वास्थ्यमा हामी के जानकारी दिन सक्छौँ भने यो ठाउँमा एन्टिबायोटिक प्रतिरोधको अवस्था बढी छ है। यहाँ चाहिँ अब रोकथामका उपाय, नियन्त्रणका उपाय, भ्याक्सिन गर्नुपर्ने हो कि अथवा अरू उपाय गर्नुपर्ने हो भन्ने जनस्वास्थ्यलाई जानकारी पनि दिन सकिने भयो। काठमाडौँको फोहोर पानीमा हाल एन्टिबायोटिक प्रतिरोधमा संलग्न जिनहरू प्रशस्तै भेटिएको र एउटै ब्याक्टेरियाबाट करिब 55 वटा यस्ता प्रतिरोधी जिनहरू भेटिएको बताउनुहुन्छ डाक्टर जोशी। फोहोर पानीमा मानव शरीरमा जुन भाइरसहरूले सङ्क्रमण गर्छन्, भाइरस सबैभन्दा बढी सङ्क्रामक हुन्छ र सबैभन्दा छिटो फैलिने विषाणु हो र यस्ता विषाणुहरू, यस्ता भाइरसहरू मानव शरीरबाट दिशा, पिसाब, पसिना अथवा अरू बायोलोजिकल फ्लुइडहरूबाट फोहोर पानीमा जान्छन्, हाम्रो टोयलेटका माध्यमबाट जान्छन्। तर ती मानव शरीरमा त्यसका लक्षणहरू देखिनुभन्दा पहिल्यै फोहोर पानीमा पुगिसक्छन्। जस्तो उदाहरणको लागि तपाईमा एउटा भाइरसको सङ्क्रमण भयो, सङ्क्रमण भएपछि त्यसले लक्षण ल्याउनलाई 3-4 दिन केही समय लिन्छ।
तर तपाईले आफ्नो टोयलेटबाट त्यस्ता भाइरसहरू फोहोर पानीमा फाल्न त्यो उत्सर्जन गर्न तपाईँ कहाँ भाइरस आउने बित्तिकैबाट सुरु हुन्छ। यदि हामीले समयमा त्यो भाइरस पानीमा छ भन्ने कुरा देख्यौँ भने अबको 3-4 दिन 4-5 दिन अथवा जति त्यसको बीचको समय हुन्छ यो सिम्पटम्सहरू लक्षणहरू देखिने समय हुन्छ त्यो अगावै हामी भन्न सक्छौँ। त्यसैले जस्तो कोभिडको बेलामा हामीले के गरेका थियौँ भने काठमाडौँका 21वटा विभिन्न ठाउँहरूबाट हामीले पानी लिएर फोहोर पानी यो नदी के अरे जुन फोहोर पानी उत्सर्जन गर्ने ढलहरू हुन्छ त्यो ढल र नदी नालाहरूबाट पानी लिएर कुन ठाउँमा भाइरसको सङ्ख्या बढ्दै गइरहेछ, जुन ठाउँमा भाइरसको सङ्ख्या बढ्दै गइरहेको छ त्यो ठाउँमा चाहिँ अब 3 दिनपछि अब 4 दिनपछि कोभिडको सङ्क्रमण बढ्छ है, त्यहाँ चाहिँ लकडाउन त्यहाँ गर्नुपर्ने हो कि अथवा त्यहाँ भ्याक्सिन पुर्याउनु पर्ने हो कि अथवा अरू रोकथामका उपाय गर्नुपर्ने हो भनेर हामीले जनस्वास्थ्यका सम्बन्धित कार्यालयलाई जानकारी दिन सक्ने अवस्था हुन्छ। र अहिले हाल आएर हामी यसमा अरू धेरै भाइरसहरू पनि हेरिरहेका छौँ र यो जुन भाइरसलाई पानीमा हेरेर समुदायमा सङ्क्रमणको अवस्था पत्ता लगाउने र अर्ली वार्निङ पूर्व सूचना दिने जुन विज्ञान छ त्यसलाई हामीले वेस्ट वाटर बेस्ड एपिडेमियोलोजी भन्छौँ। यो 3वटा मुख्य विषयमा हामी काम गरिरहेछौँ। आगामी दिनहरूमा अस्पतालजन्य एवं महानगरीय फोहोर पानी तथा नदी नालाहरूमा एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको जेनोमिक अध्ययन गरी त्यस्ता ब्याक्टेरिया उत्सर्जनका स्रोतहरू पत्ता लगाएर वातावरणीय एन्टिबायोटिक प्रतिरोध न्यूनीकरणका लागि आधार तय गर्ने, त्यसैगरी नेपालको फोहोर पानीमा रहेका प्रदूषकहरू पत्ता लगाई प्रशोधनका लागि उपयुक्त हुने विधिहरू पत्ता लगाउने तथा फोहोर पानीको अनुसन्धानबाट डेङ्गु भाइरस, रोचा भाइरस, हेपाटाइटिस भाइरस आदि समुदायमा रहे नरहेको पूर्व सूचना दिने बारे अनुसन्धान अगाडि बढाउने सोच डाक्टर जोशीको रहेको छ। अहिले हामी पहिलो चरणमा छौँ र केही अनुसन्धानहरू हामीले सुरु गर्दैछौँ। अब लगत्तै यो अनुसन्धानमा हामी अब एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया नियन्त्रण गर्ने हो भने ब्याक्टेरियालाई मार्नुपर्छ। ब्याक्टेरिया मार्ने हो भने स्थापित एउटा प्रविधि के हो भने डिसइन्फेक्सन गर्ने। डिसइन्फेक्सन गर्ने विभिन्न केमिकलहरू हुन्छन् र ती केमिकलहरूले ब्याक्टेरियालाई मार्छन् अनि त्यसपछि ब्याक्टेरियाको सङ्ख्या कम हुन जान्छ, त्यो नियन्त्रण भयो। तर यसरी हामीले केमिकलहरू प्रयोग गर्दै जाँदाखेरि त्यसका केही नकारात्मक वातावरणीय प्रभावहरू पर्छन्। पहिलो कुरा त म वातावरणमा रसायनहरू प्रयोग गर्नुपर्छ भन्ने विपक्षमा छु। किन विपक्षमा छु भने हामी जति पनि रसायनहरू प्रयोग गर्छौँ अन्ततः त्यो मानव शरीरमा फर्केर आउँछ। त्यो विभिन्न ट्रफिक लेभलहरू न्युट्रिसन ट्रान्सफरको ट्रफिक लेभलबाट हामी कहाँ आइपुग्छ र हामी कहाँ विषालु पदार्थहरू हाम्रो शरीरमा थुप्रिन्छन् जसले विभिन्न खालका रोगहरू सिर्जना गर्न सक्छन्। त्यसैले अब कसरी त्यसलाई नियन्त्रण गर्न सकिन्छ भने हामीले एउटा योजना के बनाएका छौँ भने यो इलेक्ट्रोकेमिकल डिसइन्फेक्सन गर्ने, जसमा हामी यो विद्युतीय करेन्टद्वारा त्यसमा केही डिसइन्फेक्टेन्ट युज गर्छौँ तर त्यसको चाहिँ वातावरणीय प्रभाव एकदमै न्यून हुन्छ र त्यसमा चाहिँ हामी यो अब विद्युतीय करेन्ट भन्दाखेरि यो कति सही हुन्छ, हामी इलेक्ट्रोन्सहरूको प्रयोग गरेर यस्ता ब्याक्टेरिया र तिनका जिनहरू, यसमा चाहिँ हाम्रो दुईटा टार्गेट छ। एउटा ब्याक्टेरियालाई मार्ने, अर्को जुन अघि मैले ब्याक्टेरियाले जिन ट्रान्सफर गर्छ एक साथीबाट अर्को साथीमा भने त्यो प्रक्रियालाई रोक्ने। त्यसो गरियो भने भएका ब्याक्टेरियाहरूमा नयाँ प्रतिरोध क्षमता विकास हुन रोक्ने र जुन पहिल्यै के अरे प्रतिरोध विकास भइसकेका ब्याक्टेरिया छन् तिनलाई मार्ने। त्यसमा हामी एउटा अहिले अनुसन्धान प्रस्ताव तयार गरेका छौँ। हामी त्यसका लागि केही अनुसन्धान कोष खोजिरहेका छौँ, त्यसका लागि आवश्यक पर्ने खर्च जुटाइरहेका छौँ र यो चाहिँ हामी नेपालमा सबै यी प्रयोग गर्ने उपकरणहरू नभएको हुनाले हामी केही विदेशी संस्थाहरूको सहयोग पनि लिइरहेका छौँ। यसमा हामी एउटा काम गरिरहेका छौँ। हामी यसमा धेरै नै आशावादी छौँ। यसो भयो भने हामी यो डिसइन्फेक्टेन्टहरूको जुन जथाभावी प्रयोग छ
त्यसलाई पनि कम गर्न सक्छौँ र डिसइन्फेक्टेन्ट केमिकलहरू पानीमा प्रयोग गरिसकेपछि जुन त्यसका डिसइन्फेक्सन बाई प्रोडक्टहरू नयाँ रसायन बन्ने र ती मानव स्वास्थ्यको लागि क्यान्सरसम्म गर्न सक्ने छन्, त्यसको अवस्था पनि हामी कम गर्न सक्नेमा आशावादी छौँ। हामीले दिनहुँ जसो प्रयोग गर्ने डिसइन्फेक्टेन्टहरूले हानिकारक जीवाणु त मार्दछन्, तर सँगसँगै तिनमा रहेका रसायनहरू पानीमा घुल्न गई पानीमा रहेका सूक्ष्म जीवहरूलाई समेत मार्ने र पर्यावरण तथा भोजन चक्रको माध्यमबाट अन्ततः हाम्रै शरीरमा ती रसायनहरू फेरि प्रवेश गर्ने हुँदा डिसइन्फेक्टेन्टहरूको जथाभावी र अत्यधिक प्रयोग गर्नु हानिकारक छ। रसायनहरू यिनीहरूले छिटै काम गर्छन् अनि एउटा राम्रो प्याकेटमा तपाईँले प्रयोग गर्नलाई पनि सजिलो छ, सबै कुरा ठिक छ, तर समस्या के छ भने यो पानीमा गइसकेपछि घुल्छ। घुलिसकेपछि हामीले पानीमा देख्न सक्दैनौँ कहाँ डिसइन्फेक्टेन्ट मिसिएको छ कहाँ मिसिएको छैन, हामी देख्न सक्दैनौँ। त्यसले आफ्नो काम गर्ने ब्याक्टेरियालाई मार्ने अथवा जुन प्रयोजनका लागि गरिएको हो त्यो त गर्ला होइन, तर सँगसँगै त्यसमा त्यो त रसायन हो नि, त्यो पानीमा त रहिरह्यो होइन। पानीमा अरू पनि रसायनहरू हुन्छन् प्राकृतिक अथवा हामीले कृत्रिम रूपले मिसाएका, तिनीहरूसँग रासायनिक प्रतिक्रिया भएर नयाँ बढी खतरनाक रसायनहरू बन्दिन सक्छन्। त्यसैले यहाँले भने जस्तो डिसइन्फेक्टेन्टहरूको जथाभावी प्रयोगलाई चाहिँ न्यून गरि नै पर्छ। हाल सूक्ष्मजीव विज्ञान विभागका प्रमुख समेत रहनुभएका डाक्टर देवराज जोशी युवा अनुसन्धानकर्मी विद्यार्थीहरूलाई स्वदेशमै अनुसन्धान गर्ने वातावरण बनाउनु अति आवश्यक रहेकोमा जोड दिनुहुन्छ। अनुसन्धानले नै देशमा विद्यमान विभिन्न समस्याहरूका समाधानहरू खोज्न सकिन्छ, तसर्थ यस क्षेत्रमा लगानी बढाउँदै उपयुक्त वातावरण सृजना गर्न सके नेपालमा नै उत्कृष्ट अध्ययन अनुसन्धान गर्न सकिने निश्चित छ। एउटा कुरा त नेपालमा वैज्ञानिक अनुसन्धानलाई जति महत्त्व दिनुपर्ने हो त्यति महत्त्व दिइएको छैन। यसका लागि राज्यले एउटा कुरा महसुस के गर्नुपर्छ भने विज्ञानमा जुन इन्भेस्टमेन्ट लगानी गरिन्छ त्यो लगानीले त्यो देशका नागरिकहरूको जीवन परिवर्तन हुन्छ भन्ने कुरा मनन गर्नुपर्छ। त्यो आर्थिक रूपमा, स्वास्थ्यको रूपमा, शिक्षाका रूपमा र अरू विभिन्न रूपमा, प्रविधिका रूपमा मानिसको जीवन रूपान्तरण हुन्छ है, हाम्रा नागरिकको रूपान्तरण हुनसक्छ विज्ञानको अनुसन्धान, त्यो कुरा बुझ्नु एकदम जरुरी छ। त्यसैले अब तर हामी कहाँ चाहिँ त्यो अवस्थासम्म हामी आइ नपुगेका हौँ कि, किनभने हामी अहिले शून्यमा पक्कै पनि छैनौँ। अनुसन्धान भइरहेको छ, विश्वविद्यालयहरूले अनुसन्धान गरिरहेका छन्, विज्ञान अब तपाईँहरूको नासले नै आफ्नो अनुसन्धान गरिरहेको छ, त्यसबाहेक अरू विभिन्न अनुसन्धान संस्थानहरूले अनुसन्धान गरिरहेकै छन्। तर अझ पनि हामी जुन अनुसन्धानको मुख्य धारा हो, विज्ञानबाट मानिसले जति हाम्रा नागरिकहरूले जति पाउनुपर्ने हो त्यति हामीले पाइसकेका छैनौँ, त्यतातिर हाम्रो ध्यान पुग्नु जरुरी जस्तो लाग्छ मलाई, पहिलो कुरा। अनि दोस्रो कुरा विज्ञानमा गरिने अनुसन्धान भनेको एउटा निरन्तर प्रक्रिया हो। यसलाई चाहिँ एकपटक गरेर एउटा ठाउँमा गरेर यसको चाहिँ हामीले पूर्ण प्रतिफल अनुसन्धानको पाउन सकिँदैन। अब नेपालमा जहाँसम्म अनुसन्धान र खास गरी अझ यो पानीको क्षेत्रमा, किनभने मेरो विषय पानी भएको हुनाले यसमा चाहिँ अझै धेरै कामहरू गर्नु आवश्यक मैले किन देख्छु भने हामी यो दिगो विकासका लक्ष्यहरू 2030 भित्र पुरा गर्नु छ। त्यसका लागि प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी दिने हाम्रो संवैधानिक प्रतिबद्धता छ र हामी युएनका जति पनि चार्टरहरू, जति पनि रिजोल्युसन्सहरू छन् त्यसमा हामीले प्रतिबद्धता जनाएका छौँ। तर हाम्रै अवस्था के छ त? हामीले काठमाडौँ जस्ता महानगरहरूमा हामीले सबैलाई स्वच्छ पानी दिन सकेका छौँ त? स्वच्छ पानी दिन नसक्नुको एउटा कारण चाहिँ हामीले फोहोर पानीको व्यवस्थापनमा कति ध्यान दियौँ भन्ने कुरा हुन्छ। किनभने जति हामीले खाने पानी थप्छौँ सहरमा, त्यसको 80% फोहोर पानीमा कन्भर्ट हुने हो।
त्यसको व्यवस्थापन गरिएन भने फेरि त्यो फोहोर पानी खानेपानीमा मिसिन गएर हामीले फोहोर पानी अथवा प्रदूषित पानी जनसमुदायलाई दिइरहेका हुन्छौँ। त्यसैले पानी प्रशोधनमा र पानीको शुद्धिकरण गर्ने उपायहरूका बारेमा अनुसन्धान एकदमै जरुरी छ, पहिलो कुरा। दोस्रो कुरा, यो प्रदूषण भएको पानी अथवा प्रदूषक मिसिएका पानी, ती प्रदूषकहरू रासायनिक हुन सक्छन्, जैविक हुन सक्छन्, अघि मैले भने जस्तै ब्याक्टेरिया हुन सक्छन्। त्यस्तो पानीहरूबाट जनस्वास्थ्यमा के कस्तो प्रभाव परिरहेको छ? अब मैले एक दुईवटा जस्तो एन्टिबायोटिक प्रतिरोधको कुरा गरेँ, अनि भाइरसको कुरा गरेँ। त्यसबाहेक अरू थुप्रै चिजहरू छन् जुन पानीको र जनस्वास्थ्यसँग सम्बन्धित छन्। ती विषयहरूमा हामीले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ। विश्वविद्यालयमा माइक्रोबायोलोजीको क्षेत्रमा हामी केही कामहरू गरिरहेका छौँ, अरू धेरै साथीहरूले काम गरिराख्नु भएको छ। यसलाई बढावा दिनुपर्छ। यसमा बढावा दियो भने, किनभने पानी जीवनको आधार हो, पानी बिना केही पनि सम्भव छैन। तपाईले स्यानिटेसन गर्नलाई, सरसफाइ गर्नका लागि पनि पानी चाहियो, बाँच्नका लागि पानी चाहियो, खाना पकाउनका लागि चाहियो, कृषिलाई पानी चाहियो, उद्योगलाई पानी चाहियो, सबैलाई पानी चाहियो। त्यसैले पानीको अनुसन्धानमा राज्यले पनि र सम्बन्धित निकायहरूले पनि अझ बढी ध्यान दिनुपर्छ। त्यसका धेरै पाटाहरू छन्। सबैको आफ्नो आफ्नो रुचि र आवश्यकता अनुसारले अथवा समस्याहरूलाई समाधान गर्ने किसिमले, विभिन्न किसिमले यसमा अनुसन्धान गर्न सकिन्छ। तर अनुसन्धानलाई अगाडि बढाइरहनुपर्छ जस्तो लाग्छ मलाई। आजको कार्यक्रम कस्तो लाग्यो? आफ्ना सुझाव तथा प्रतिक्रियाहरू हामीलाई अवश्य पठाउनुहोला। त्यसका लागि हामीलाई पत्राचार गर्ने ठेगाना हो विज्ञान प्रविधि टेलिभिजन कार्यक्रम, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्ट, पोस्टबक्स नम्बर 3323 काठमाडौँ, नेपाल। हाम्रो इमेल ठेगाना रहेको छ vigyanpravidi@nast.gov.np। त्यसैगरी हाम्रो वेबसाइट रहेको छ www.nast.gov.np। र यस कार्यक्रमलाई तपाईँहरूले युट्युबमा नास्ट नेपाल राखेर पनि हेर्न सक्नुहुनेछ। हवस् त, आगामी साता पुनः यस्तै विज्ञान तथा प्रविधिसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि सम्पूर्ण युनिट बिदा माग्दछौँ। नमस्ते।